त्यस्तो भएर पो गइरहेछन् त नि कान्छी। अब त्यस्तो दुःख पाउने भएन। अब हामी पनि जाऊँ न त यस्तो साडी दिदी कहाँ गएर यसो सम्झाऊँ। कति पीडा लिनुभएको थियो बडा साडी दिदी अतासिनु भएको थियो। यसो सम्झाएर बुझेर आउनु त हिँड्नु नि त जाऊँ ल जाऊँ न त जाऊँ ल त नि हजुर अघि हिँड्नु नि त जाऊँ त नि। जान पर्यो कता जानुभयो घर हुनुहुन्छ कि हुनुहुन्न खै पनि घर भए त हुन्थ्यो नभएदेखि जान मात्रै हुन्थ्यो होला होला नि घरै सानो दिदी घर हुनुहुन्छ कि हुनुहुन्न बोलाम ओ सानो दिदी कता हुनुहुन्छ बारीतिर काम गर्न थियो र काम गर्न लाग्यो कति काम ल्याउनु हो ए हजुरसित भेट हुन पर्यो एकछिन बस्न पर्यो भनेर आउनु बसौँ आउनु अनि ल बस्नु भान्जी। अनि गाउँघरतिर हालखबर के हो नि हो कान्छीको थाहा पाउनुभयो हजुरले केही हालखबर खै नानी अलिअलि थाहा त पाएको हो। हजुरहरू अलि नजिक हुनुहुन्छ हजुरहरूलाई थाहा भयो कि ए हजुर आज नि कान्छाले लर होलिसक्यो अरे भनेको थाहा पाउँछु मैले त। सासू पनि त्यस्तै हुनुहुन्छ दुःख पाउँछिन् क्या कान्छीले। ए नानी मैले छोरीलाई कस्तो सपना देखेको थिएँ आफूले केही गर्न नसके पनि ठाउँमा बसेर होइन अब अर्काको दुःख सुख गरेर भए पनि पढेकी थिए छोरीले पढेपछि त बुद्धिमानी हुन्छ होला भनेर साह्रै खुसी लागेको थियो। गाउँघरमा आएर अब कस्तो हो के हो भनेर नजानिकन अब केटो असल छ भनेर सायद त्यसले खुसी साथ बिहा गरी होला आफ्नो खुसीले मलाई पनि नभनिकन। तर पनि नानी सासू अलिक खराब छन् भनेको सुनेको थिएँ। कस्तो हुनुहुन्छ हजुरहरू छिमेकी हुनुहुन्छ हजुरलाई थाहा होला मलाई चाहिँ थाहा छैन। अत नि अब अहिलेको जुग जमानामा मन पराएर अब आफै बिहा गरेपछि हामीले पनि केही भन्न त मिलेन। दुई जीवनकी भइछन् अरे कान्छी भनेको हल्ला सुन्छु। त्यस्तो नि भइसकेको त्यस्तै भनेर हल्ला गरे खान् के अरे। अब मैले नि कान्छी त सोधेको छैन कान्छी त अब भन्न त्यही हल्ला गरे रहेछन्। म त जन्म दिने आमा हो नि आमालाई यस्तो कुरो जानकारी गर्नु पर्दैन त त्यो छोरीले पनि पर्तो गएर हामी त हजुर धेरै अतासिनु भएछ भनेर अनि यसो बस्न पर्यो केही थाहा पाउनु भयो कि पाउनु भएन कति पीडा लिएर हिँड्नु भएको थियो अनि त्यही भनेर अनि हजुरसित एकछिन बसौँ गफ लगाऊँ सोधौँ भनेर नि आएको। नानी अब त्यसले दुःख पाउने भए मेरो छोरीले अब के गर्ने होला अब नरुनु के गर्ने पाउनु भएको छोरी आमाले कति दुःखले हुर्काएको छोरी हो त्यो हो के अरे। अब त्यो त छोरीले नि बुझ्नु पर्यो। ठुली छोरी पनि हेर्नु त मामा घर जान्छु भने कि अहिलेसम्म दुःख काटेर बसे नानी के गर्ने आज छोरी पनि छोरै हुन् भनेर सम्झेर बसे छोरै हुन् नि छोरी पनि छोरै हुन् नि बुझेनन् छोरीहरूले। अब कस्तो घर हो के हो नजिकको म अलि टाढै भएँ हजुरहरूको छिमेकी हो अलि आमा खराबै छन् भनेको सुनेको थिएँ। अब हामीले त्यही सुनिन्छ हल्ला दुःख दिने होला अब गरिबको छोरी लयो भनेर दुःख दिने होला मेरो छोरी दुःख पाउने भएन नानी अब म के गर्ने होला के गर्ने न म केही गर्न सक्छु केही नि गर्न सकिन्न के अरे। म केही गर्न सक्छु मन मिलेसी केही गर्न सकिन्न हामीले केही गर्न सकिन्न। अब छोरीको जात हो एकपल्ट दाग लाग्यो नानी लाग्यो अब के गर्ने हो र अब छोडिदिने अब राम्रो होस् भन्ने छोडिदिने अब के नि गर्न सकिन्छ त। के कस्तो गरेछन् छिमेकमा हजुरहरूलाई थाहा होला मलाई त थाहा छैन। अब भेट्न जाउँ भने पनि कसरी जाउँ म भन्नु त त्यही लिएर जाउँ त्यही हल्ला मात्रै सुनेको हामीले त अब अरू त केही पनि उनीहरूसित भेट भएर हामीलाई केही थाहा छैन। हल्ला अब यसरी लको अरे कान्छाले भनेको हल्ला सुनेको। अब यस्तो दुईजनाको पनि भइसकेको रहेछ भनेर कुरा गरेका थिए। त्यही भएर हामी भेटघाट गर्न पर्यो। अब यस्तो आत्तिँदै हिँड्नु भएको कति पीडा लिनु भएको होला भनेर अनि भेट्नु भनेर आएको। बोलाएर जान्छौँ भनेर गइरहेछ नानी मलाई पनि भनिन है आमा हो जस्तै भयो नि मैले भन्नुपर्छ भन्ने सोध्नु पर्थ्यो। अब त्यसले केही न केही आफूलाई समस्या नपरी त खुट्टा छोड्ने छोरी त होइन बाध्यता भएर गइरहेछ। गए पनि त एकपल्ट मलाई भन्न त पर्थ्यो नि भन्नु पर्यो। आमा त त्यस्तै हुनुहुन्थ्यो भनेर भन्ने त हल्ला थियो भएन। छोरी पनि फेरि उही भाउजूलाई नै
क्यारे देख्नै नसक्ने त्यस्तै गर्ने रहेछन् आमा छोरी मिलेर अब अलिअलि यसो माया मान्ने भनेको ससुराले रहेछ त्यही पनि फेरि ससुराले गएको देख्ने मेरो पनि डालिँदो रहेछ बिचराले दुःख पाउनु भयो नि त बिचार्नु होला छोरी भएर जन्मेपछि सबै धनीको होस् गरिबको होस् आखिर छोरी त छोरी नै हो एकदिन त अर्का सबै एकनासै हुनपर्छ बुझ्न पर्ने हो फेरि अब छोरीले पनि अर्काको छोरी पनि मेरो पनि छोरी छन् भनेर बुझ्न पर्ने हो आफ्नो छोरीले अघि खाएपछि के गर्ने आफ्नो सम्पत्ति मात्रै ठुलो होइन नानी इज्जत पनि ठुलो हो र कस्तोसित जानुपर्छ कस्तोसित गएर सुख पाइन्छ भन्ने कुरो बुझ्नुपर्ने हो शरीरको लागि मात्रै सुख भएर हुन आत्मै सन्तुष्टि छैन भने त्यो सुखले के गर्छ र नानी केही गर्दैन होइन अब माया मान्लान् नि कान्छाले माया मानेपछि र उनले मन पराएर लिएर हिँडेपछि त अब अरूको त केही नि लाग्छ र कान्छा घरमै हुँदा त माया ठुलान् कि अब कान्छा घर हिँडेपछि सबैले उयो गर्न लागेछन् बिचरालाई के गर्ने होला नानी म त छोरीलाई कहाँ गएर भेट्ने होला मनको सन्तोष मात्रै भए पनि यसो एकपल्ट मुख हेर्न पाए हुन्थ्यो साह्रै पिर्ला अब के गरौँ नानी के गर्ने अब होला के गर्ने हो अब भेट त कताबाट हुने हो अब भइएला नि कोही दिन अब यताउता गरेर अब हामीले नि देख्यौँ भने आमा यस्तै पिरा लिनुभएछ भनेर भनौँ लाग्यो रे नतन दिदी अब धेरै पिर नमान्नु अब नजिकै छ के अरे यसो भेटघाट भइएला नि घरिघरि अब के अरे हामी पनि यहाँ अब काम गर्दा गर्दै आएको अब हामीलाई पनि हतार रहेछ अब हामी जान्छौँ पिर नमान्नु अब भेटौँला सम्झाइ बुझाइ गरौँला नि जाऊँ त नि अब हामी बस्नु है फेरि भेटौँला अब राम्रोसँग हजुरले बुझिदिनु होला हिजो दाइलाई दिन्छु भनेर बिर्सेछु ल दाइ हिजो आएको चिठी दिनु बिर्सेछु ए त्यही लाउरबाट त आयो होला नि चिठी होला नि खै हिजो कान्छा दाइलाई पनि दिएको के अरे तर हिजोको चिठी मलाई किन आज दिएको बल्ल बिर्सेछु हिजो बेलुका सफा गर्दा गर्दा त्यहीँ राखेको छु अनि अब फेरि लाउर जान पर्ने होला जान्न मात्रै आयो लाउर हामी किन नजाने हो भनेको लाउर त घर एक्लै हुँदैनस् म पनि बा नि हुनुहुन्न अनि तँलाई एक्लै छोडेर म कहाँ जान सक्छु र जे भए पनि अनि कसरी खाने त नि घर चलाएर खानु भाउजू ल्याएर छोड्दै कि यता पुतला ल्याएर छोड्दै ल्याइदिन्छ अब त्यही काम बाँकी छ म होइन फेरि कता हिँडेको गएँ म गाउँतिर यतिकै डुल्न चिठी लेख्ने भन्छ नि फेरि गाउँतिर गएर भरै लेखिने हुन्छ उनको यहीँ बस कि नजा कस्तो रहेछ झन् चिठी लेख्ने भन्छ अनि होइन कान्छाले पनि मायालाई भगाएछन् नि होलीको दिन थाहा पाउनु भयो हजुरले मैले नि गाउँतिर हल्ला सुनेको थिएँ बिचरा त्यो आमाले त्यस्तो दुःख गरेर पाल्नु भएको त्यो छोरीले बुझ्दै बुझेन होलीको दिन पनि आत्तिँदै आउनुभएको थियो हाम्रो घर खोज्न हजुर फेरि नानीलाई भेट्न जानुभयो त्यही भएर म नि गएन बिचरा सहयोग गर्न नि बिचरा अब त्यो दिदी एक्लै हुने भयो होलीको दिन हाम्रो घर खोज्दै आउनुभएको थियो नानीलाई देख्नु भएन अनि कति आत्तिनु भएको थियो हजुर उता गएर मैले नि मद्दत गर्नै पाइनँ बिचरा अन्त्यमा त उता भागेर गएछ लाउरेनी भाउजूले छोरीलाई देख्न सहन्थिनन् अब उसकै घर पर्यो के गर्ने होला अब खै अब त्यो नानीले दुःख पाउँछ बिचरा माया गरेर गइहाल्यो झन् कान्छा पनि लाउर गयो त हिजो कस्तो हावाहुरी चलेको पानी पर्ला जस्तो भयो बुढो जाम अरू कुरा घरै गएर गरौँ न जाम पानी पर्ला जस्तो भइसक्यो हावा चलेको अघि दिन घरमा के नभएको दाइको बिहा गरिहाल्नु भयो चाहिँ होइन नानी रङ खेल्न गएको थिएँ त्यताबाट सिन्दुर हालेर लिएर आएछ मैले नहिन् भनेको कतिचोटि भनेको मैले सम्झाएको ए बाबु त साइलीको छोरीसँग नहिन् हामीहरू बराबरीसँग बिहा गर्ने हो भनेर मैले त्यसलाई कति भनेको त्यो पटक्कै मानेन एकैचोटि मैले बिहा गरेँ मैले हो जिन्दगी काटी तपाईँले हो र आमा भनेर मैले गरेँ झन् दाइको बिहामा कति उस गराउँला हामी सोच गरेको थिएँ हो त नि मैले पनि त त्यही सोचेको नानी त्यहाँ नानीले त दाइको बिहा गर्नुभयो म पढ्न गए बेला भनिन्छ तपाईँले सम्झाउनु आफ्नो छोरीलाई अनि मन पराएपछि लिएर आइहाल्यो त अनि ल्यायो भन्दैमा उस गर्ने त भित्र हाल्नुपर्छ कस्तो खानदानको नबुझ्ने थाहा त तपाईँहरूलाई छोरी मान्छे होस् अरूको घर जानुपर्छ त्यतिखेर तँलाई नि यसरी भेट्नु तैँले के गर्छ हे धेरै नबोल्नु पर्यो मलाई भोक लाग्यो खाना बनाए हुन्थ्यो के अरे यस्तो खाना त तैँले बनाइ नै हुन्छ त ऊ भाउजू त्यहाँ काम गर्दै हुन्छ भाउजू हुँदा मैले खाना बनाउँछु सक्दिनँ म त त्यसले त्यति दाउरा त्यही बनाउन त्यही 2 घन्टा लागिसक्यो त्यसले बनाउँछ त अल्छिनले
उठा तिमी नै बनाऊ जाऊ नानी जाऊ बाबुलाई नि भोक लाग्ला तिमीलाई लाग्ला जाऊ बनाऊ उठा जाऊ त ल ल जा सोमत नभई कि फटक फटक नागेर हिँड्छ गई त्यत्तिकै सोमत नभई कि गइहाल्यो नि नगराउनु तपाईँ पनि साह्रै बुहारीको ओठ्न राख्नु बुहारीको गतिली छ जस्तो लाग्छ तिम्रो बुहारी जेसुकै गरौ बहिनी जात पेन लिएर आइज लाउरमा पत्र लेखेर पठाउनु पर्यो त्यति पेन पनि आफै नल्याएर जतिखेर पनि मलाई ल त साँच्चै म जाने होस् त म जाँदैन के तँलाई छोडेर कहाँ जाने हिजो मैले भने के हो के अरे भाउजू ल्याइदिए त जा भनेर भाउजू त छोड लाउ जान्न म के गर्छ त्यस्तो नि भनेको मान्दैन ला यो भोलि लड्दियो है त्यहाँ कसलाई त्यही चिठी दिनु मान्छेलाई चिठी दिनु मान्छेलाई चाहिँ उहाँलाई म पुऱ्याइदिन्छ ल त नि अब चिठी त दिदी भनिस् उसका नि भनिस् फेरि अब यतै कतै काम खोज्छ अब म नि यतै काम खोजेर केही गर्छु केही गर्न पऱ्यो नि पुतललाई माग्नु पनि जानु पऱ्यो जाम्ला कति आत्ती त नि आत्ती भन्ने कुरा होइन नि त अनि त काममा गइस् भने पनि म जसरी नि एक्लै हुने यो अनि मलाई भाउजू त चाहिएको ल त्यो बारेमा कुरा गरौँ न अहिले चाहिँ यो गरिदियो है हस्